मेरो नाम सुषमा छेत्री। म चाहिँ कौसुती 17 ढोकीमा बस्छु। कति होला मूल्य रगत येशूको, कति होला मूल्य येशूको प्रेमको, के चुकाउन सक्छौ यो मूल्य तिम्रो सोना र चाँदीले, तिम्रो विद्या र ज्ञानले, के चुकाउन सक्छौ यो मूल्य तिम्रो सोना र चाँदीले, तिम्रो विद्या र ज्ञानले। अगाडि उभिएर गीत गाउँदा कतिको डर लाग्छ? डर पनि लाग्छ, अब राम्रो पनि लाग्छ, घरि नर्भस पनि भइन्छ कहिलेकाहीँ। खास के कुरामा नर्भस हुँदो रहेछ अगाडि उभिँदाखेरि? बिग्रिन्छ भनेर हो कि स्वर राम्रो छैन भनेर हो कि, अथवा के त्यस्तो डरको महसुस भएको छ अगाडिबाट? कहिले त त्यस्तो हुँदैन, कहिलेकाहीँ चाहिँ अब मान्छेहरू धेरै देख्दाखेरि